आज हामी बालबालिकाको दाँतको हेरचाहबारे अलिकति गहिरिएर कुरा गर्दैछौँ है। हामीसँग इजी डेन्टलका चिकित्सकहरूले दिनुभएका केही सुझावहरू छन् जसले सानैदेखि दाँत कसरी स्वस्थ राख्ने भनेर बताउँछन्। आउनुहोस् यिनै सुझावहरूलाई एकछिन केलाएर हेरौँ न त। हुन्छ। यो सानैदेखि गरिने हेरचाह किन महत्त्वपूर्ण छ भन्दाखेरि नि पछि गएर देखिने ठुलो दन्त समस्याबाट बचाउँछ अनि त्यो उपचारको झन्झट खर्च होइन त्यो सबबाट जोगाउँछ। हो त नि। यो दाँतको कुरा मात्रै पनि होइन, बच्चाको समग्र स्वास्थ्यकै जग हो क्या। हो, त्यो त एकदमै हो। ल पहिलो सुझावमै जाउँ। यो अलिकति अनौठो पनि लाग्न सक्छ सुन्दा। दाँत नआउँदै मुख सफा गर्ने रे, मतलब दुध खुवाएपछि नरम कपडाले गिजा पुछिदिने। यो बानी पार्न मात्रै हो कि अरू केही फाइदा छ यसको? यसको दुईटा फाइदा छ। एउटा त मुख सफा भइहाल्यो होइन, त्यो दुधका कणहरू ब्याक्टेरियाहरू हट्छ। अनि अर्को चाहिँ बच्चालाई मुखभित्र केही पस्दा सफा गर्दा कस्तो हुन्छ भन्ने बानी पर्छ क्या सानैदेखि। पछि ब्रस गर्न सिकाउँदा नि अलिक कम गाह्रो मान्छन्। अच्छा। अनि पहिलो दाँत देख्ने बित्तिकै चाहिँ सानो एकदम नरम ब्रस प्रयोग गर्ने। सुरुमा पानीले मात्रै भए पनि हुन्छ। अनि टुथपेस्टको कुरा नि सुरुवातमा त भन्या छ 2 वर्ष पुगेपछि बिहान बेलुका, त्यो पनि चामलको दाना जति मात्र, यति थोरै। हो त्यो मात्रा एकदमै महत्त्वपूर्ण छ। किनभने मतलब 2-3 वर्षका बच्चाले राम्ररी थुक्न जानेका हुँदैनन् नि त। अनि धेरै फ्लोराइड भएको टुथपेस्ट निल्यो भने दाँत बन्ने बेलामा फ्लोरोसिस भन्ने हुन सक्छ। फ्लोरोसिस? दाँतमा सेतो वा खैरो दाग देखिने के। त्यसैले एकदम थोरैबाट सुरु गर्नु सुरक्षित हुन्छ। पछि 3 वर्ष कटेपछि अलि बढाएर केराउको दाना जति बनाउन सकिन्छ। बल्ल बुझे। मात्राको पछाडि त यस्तो कारण पो रहेछ। अनि अर्को कुरा, पहिलो डेन्टल जाँचको पहिलो दाँत आएको 1 वर्षभित्र वा पहिलो जन्मदिनकै वरिपरि दन्त चिकित्सकलाई देखाउने रे। यति सानैमा किन होला? यसको नि खास कारण छ। पहिलो त दाँत ठिकसँग आइरहेछ कि छैन, गिजा कस्तो छ होइन, मुखको विकासमा केही समस्या पो छ कि, त्यो सुरुमै थाहा पाइयो। दोस्रो, बच्चालाई त्यो डेन्टल क्लिनिकको वातावरणसँग बानी पर्छ के, पछि डेन्टिस्ट कहाँ लैजाँदा उनीहरू डराउँदैनन्। त्यो त हो। अनि अभिभावकले पनि घरमा कसरी केयर गर्ने भनेर सोध्न पाइयो होइन र? एकदम अर्थपूर्ण लाग्यो यो कुरा। अब अलिकति खानपानतिर लागौँ। स्वर्तले के भन्छ भने राति सुत्दा बोतलमा दुध वा जुस दिएर नसुताउनु अरे, यसले बेबी बोटल टुथ डिके हुन्छ अरे। यो टुथ डिके भनेको खासमा के हो, कसरी हुन्छ यो? बेबी बोटल टुथ डिके खास गरी अगाडिको माथिल्लो दाँतमा बढी देखिन्छ के। जब बच्चाले त्यो बोतल चुस्दै निदाउँछ नि, दुध वा जुसमा भएको चिनी रातभरि दाँतमा टाँसिरहन्छ। अनि मुखको ब्याक्टेरियाले त्यो चिनीलाई एसिड बनाइदिन्छ। एसिड? त्यही एसिडले बिस्तारी दाँतको बाहिरी पत्र इनामेल भन्छ नि, त्यसलाई गलाउँदै लान्छ। अनि दाँत किराले खान्छ। त्यसैलाई डिके भनेको। ओहो। यसैले सुत्नु अघि अन्टुममा पिउने कुरा पानी हुनु पर्यो, दुध वा जुस होइन। भनेपछि त गुलियो कुरा लामो समय दाँतमा रहनु नै खतरा भयो। मिठाई जङ्क फुडमा पनि यही कुरा हो त? ठ्याक्कै। मिठाई, चकलेट, अरू टाँसिने खालका खानेकुरा खाएपछि मुख कुल्ला गर्ने सकिन्छ भने ब्रस गर्ने बानी बसाल्नै पर्यो। तुरुन्तै ब्रस गर्न मिलेन भने पनि पानीले राम्रोसँग कुल्ला गर्दा नि धेरै फरक पर्छ। त्यो खानेकुरा र चिनी पखालिन्छ नि त। हो। एसिड बन्ने प्रक्रिया अलिक कम हुन्छ। अनि यो ब्रस गर्ने कामलाई रमाइलो बनाउने कुरा पनि छ है स्रोतमा। गीत गाएर, खेलेर, टाइमर लगाएर, यो कतिको काम लाग्ला? यो त झनै महत्त्वपूर्ण। बच्चाहरूलाई 2 मिनेटसम्म ब्रस गर भन्नु त पट्यार लाग्दा हुन सक्छ नि होइन। यदि यसलाई रमाइलो खेल जस्तो बनाइदियो भने उनीहरूले यसलाई सजाय होइन रमाइलो ठान्छन्। यसले गर्दा नियमित ब्रस गर्ने बानी बस्छ। अझ अभिभावक आफैले सँगै गरेर देखाउँदा त झन राम्रो। घरको हेरचाह त भयो, तर स्रोतमा भरपर्दो डेन्टिस्टको नियमित सल्लाह लिनुपर्छ भनेर पनि जोड दिएको छ। इजी डेन्टलले आफ्नो अनुभव, बालमैत्री वातावरण, नयाँ प्रविधिबारे पनि भनेको छ। खेर यो त उहाँहरूको सेवाको कुरा भयो, तर नियमित प्रोफेसनल चेकअप चाहिँ किन आवश्यक पर्यो त? नोट, यो इजी डेन्टलको दावी हो। हामी स्रोतमा उल्लेख भएको कुरा मात्र बताइरहेका छौँ। घरमा गर्ने हेरचाहले धेरै समस्या रोक्छ, तर सबै कुरा अभिभावकले देखिन्छ भन्ने हुँदैन क्या।
डेन्टिस्टले विशेष औजारले हेरेर एकदमै सुरुको किरा, गिजाको समस्या, दाँत बाङ्गो आउन लागेको सङ्केत यस्ता कुराहरू पत्ता लगाउन सक्छन् जुन घरमा थाहै नहुन सक्छ। ए अनि आवश्यक परे फ्लोराइड ट्रिटमेन्ट गर्ने कि डेन्टल सिल्यान्ड लगाउने कि होइन, यस्तो रोकथामका उपाय पनि गर्न सक्यो नि त। त्यसैले नियमित जचाउनु महत्त्वपूर्ण छ। भनेपछि आजको हाम्रो छलफलको सार के भयो त भन्दा बच्चाको दाँतको हेरचाह दाँत नुहाउँदै सुरु गर्नु पर्यो। सही तरिकाले, सही मात्रामा टुथपेस्ट प्रयोग गरेर, दिनको 2 पटक ब्रस गर्ने, पहिलो जन्मदिनतिर डेन्टिस्ट कहाँ लाने, अनि गुलियो कुरा र रातिको बोतलमा ध्यान दिने र यो सबैलाई रमाइलो बनाउने। यति गरे स्वस्थ मुस्कान पक्का। यी सबै त दाँत जोगाउने प्राविधिक कुरा भए, तर अलिकति फरक तरिकाले सोचौँ न। सानैदेखि आफ्नो शरीरको एउटा अङ्गको यसरी नियमित हेरचाह गर्न सिकाउँदा यो अनुशासन, यो बानीले बच्चाको भविष्यमा समग्रमा आफ्नो ख्याल राख्ने बानी, स्वास्थ्यप्रतिको सचेतता, जिम्मेवारी बोध जस्ता कुरामा पनि त सकारात्मक प्रभाव पार्ला नि, होइन र? एउटा सोच्नुपर्ने कुरा हो।